हेलो एभ्रिवान, के तपाईँहरू पनि म जस्तै काठमाडौँको धुवाँ धुलो र वायु प्रदूषण देखेर वाक्क हुनुभएको छ? यदि हुनुभएको छ भने आउनुहोस् है त आजसँगै हामी रिफ्रेस हुन जाउँ। र मेरो आजको डेस्टिनेसन भनेको बौद्ध र इस्कन रहेको छ। अहिले काठमाडौँ चाहिँ अहिले केही पोल्युटेड सिटीमा पर्छ होइन, त्यही भएर सबैजनालाई चाहिँ सास फेर्न पनि कस्तो गाह्रो भइरह्यो होला। त्यही भएर सास नफेरिकन बस्नु, स्टे सेफ भन्छु म चाहिँ। र म चाहिँ गएँ बौद्धतिर। सबैभन्दा सुरुमा चाहिँ बौद्धको ठुलो मोमोमा पुगेँ र ठुलो मोमोमा पुगेर पनि म र मेरो साथीले चाहिँ सानै मोमो मगायौँ। किनभने अब जत्रो ज्यान छ त्यति नै खानु पऱ्यो नि त होइन। ठुलो मोमो मगाएर धेरै खान सकिँदैन र ठुलो मोमोमा गएर हामीले सानो मोमो खाइसकेपछि बाहिर निस्किँदै यसो चटक देखाउन थाल्यौँ अलिअलि मिरर देखेपछि र हामी पुग्यौँ बौद्धमा। बौद्धमा यसो 1-2 राउन्ड हान्दै यसो गफ गऱ्यौँ साथीसँग होइन। अब मेरो साथीलाई चाहिँ फेरि क्यामेरा देख्नै हुन्न क्या, क्यामेरा देख्ने बित्तिकै जारा मोडलले भन्दा बढी पोज दिएर फोटो खिच्छ होइन। र मैले पनि फोटो खिच्न थालेँ, फोटो भिडियोजहरू टन्नै बनाउन थालेँ होइन। यसो हेर्दा त 100वटा भन्दा पनि बढी भिडियोज एन्ड फोटोजहरू क्लिक गरेँ। र सबै फोटोज एन्ड भिडियोजहरू क्लिक गरिसकेपछि थाहा भयो कि क्यामेरामा होइन मेरो थोप्रामै कमी रहेछ भन्ने कुरा थाहा भयो। र त्यसपछि हामी फेरि काठमाडौँको धुवा धुलो खाँदै लाग्यौँ चाफेलको 99 सपतिर। 99 सपमा चाहिँ मेरो साथीलाई चाहिँ सपिङ गर्नुपर्ने थियो, त्यही भएर अलिअलि सपिङ 1 झोला जति सपिङ गरेपछि फेरि काठमाडौँकै धुवा धुलो खाँदै हामी पुग्यौँ इस्कन। र यो इस्कन चाहिँ बुढा नीलकण्ठमा रहेको छ। म यहाँ पहिला पनि आइसकेको थिएँ, करिबन 1 वर्षपछि म यो ठाउँमा फेरि आइपुगेँ। हामी पुग्दाखेरि चाहिँ साँझ परिसकेको थियो, साँझको आरती हुन लागेको थियो। त्यही भएर हामी छिटो भित्र गयौँ र भित्र गएर हेर्दाखेरि भजन कीर्तनहरू भइसकेको थियो। कतिजना चाहिँ रमाइलो गर्दै हुनुहुन्थ्यो भजन कीर्तन गर्दैखेरि, र साँझको आरती पनि सुरु भयो होइन। सबैजनाले भजन कीर्तन गाएको देखेर अब म र मेरो साथी पनि यसो अलिअलि भजन गाएको जस्तो गऱ्यौँ होइन। खासै गाउन त आउँदैन तर पनि सुरमा सुर मिलाएर अलिअलि गाएको जस्तो गऱ्यौँ। र त्यसपछि आरती सुरु भयो साँझको होइन, करिबन 7 बजेतिर आरती सुरु भयो। आरती सुरु भइसकेसँगै सबैजना चाहिँ नाचगान गर्दै हुनुहुन्थ्यो साथसाथै। र त्यसपछि सबैजनालाई आशीर्वाद पनि लिनुभयो। र त्यसपछि साँझको आरती सकिसकेपछि हामी बाहिर निस्क्यौँ। र बाहिर निस्केपछि अब इस्कनमा आइसकेपछि अलिअलि चटक देखाउँदै फोटो त खिच्नै पर्यो। र फोटो खिचिसकेपछि चाहिँ हामी अब त्यहाँबाट निस्किनतर्फ लाग्यो होइन। निस्किने बेलामा चाहिँ मेरो साथीले चाहिँ कस्तो सेन्टी स्टेटमेन्ट बोल्दै थियो क्या होइन। कति धेरै दिनपछि भेट भयो, अब कहिले भेट हुने यताउता भन्दै, खासै सेन्टी हुने मान्छे त होइन तर पनि के भन्दै थियो होइन। र त्यसपछि अब फेरि पनि छिट्टै भेट्नुपर्छ भनेर अब चाहिँ हामी आफ्नो बाटोतिर लाग्यौँ होइन। ओभरअलमा आजको दिन चाहिँ छोटो मिठो रमाइलो भयो। थ्याङ्क यू फर वाचिङ एभ्रिवान, थ्याङ्क यू सो मच।